So finally, उठ्न कति मजाको सुन्दरता प्रकृतिले घेरेको यो सहर अनि सहरमा यस्तो मिठो घाम र नमस्ते स्वागत छ तपाईलाई फेरि पनि मेरो यस युट्युब च्यानलमा र म रुदन र तपाईले हेर्नुहुन्छ आर्यन लामा ब्लग र गाइस फेरि पनि तपाईलाई मैले नयाँ भिडियो लिएर आएको छु तपाईको समक्षमा र त्यो लास्ट भिडियो तपाईले हेर्नुहुँदै थियो सरस्वती पूजाको दर्शन र आज चाहिँ फेरि पनि म त्यही पश्चिम गाउँ जाँदैछु। आज चाहिँ हाम्रो सरस्वती माताले चाहिँ यमुनामा हामी सबैजना मिलेर चाहिँ हामीले उहाँलाई सम्मानको साइडमा हामीले विसर्जन गर्ने जानेछौँ र यहाँको बाटो चाहिँ यस्तो कम्प्लिकेटेड छ कि अब एउटा जग्गा पुग्नु पनि अब मान्छेहरू आउँछ हो र मलाई जानु थियो पानी ट्याङ्की अम्बेडकर भवनमा र म चाहिँ झरेछु उता शनि मन्दिर साइडमा। सो गाइस म चाहिँ फाइनली डक्टर अम्बेडकर भवनमा आइसकेको छु र यहाँनिर चाहिँ 11 बजी चाहिँ हाम्रो सरस्वती माताजीले चाहिँ यहाँबाट लाने रहेछ। सबैलाई दिदीहरू कस्तो हुन्छ तपाईँहरू सबैजना जाडोमा है त्यही त विसर्जन गर्नु चाहिँ हामी यमुना जाँदैछौँ है त्यही त अन्त त गुड मर्निङ कस्तो हुनुहुन्छ तपाईँ अब एकछिनमा है जाने हो र है यहाँ चाहिँ अब माताको डाको हातबाट आशीर्वाद दिनु है सबैकोलाई सबैलाई चाहिँ हिँड्नु ल ल टिका लाउने दक्षिणा अब सिध दसैँमा अब दक्षिणा चाहिँ जय माताजी ल ल हाम्रो मेन दादा आइपुग्नु भएछ है स्वागत छ तपाईँलाई त्यो त अघि भन्नुपर्छ फाइनली माता रानीलाई लैजाउनु लागि गाडी आइसकेको छ र यहाँनिर दाहरूले यहाँनिर आफ्नो गोर्खा परिवार मानव अधिकार सङ्घर्ष ट्रस्टको यहाँनिर पोस्टर त्यतै हो आगे चल्छ कि पछिबाट बाँड्नु पर्दैन कि माता रानीलाई लानु लागि रेडी छ सबैजना सरस्वती पूजाको है ल जानु जानु गो 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 जय जय भन जय ल चलो जय सरस्वती माता के सो फाइनली चाहिँ यहाँनिर हामी सरस्वती माताजीलाई चाहिँ यहाँनिर गाडीमा लाँदैछौँ हामीले हुन्छ भएछ फाइनली हामीले सरस्वती माताजीलाई चाहिँ यहाँनिर राखिरहेको छौँ हामीले
Go back. Hello. So guys, finally हामी रेडी छौँ जानको लागि है। यहाँनिर सबै ट्रकहरू पनि रेडी छ और भैया भी हमारा रेडी है। भैया रेडी हो जाने के लिए? चलो, सरस्वती माता की कृपा आपके ऊपर बने रहे। हाँ भैया हेर्नुहोस् हामी कहाँ हो तपाईँहरू चाहिँ? कहाँ जानुभयो? यमुना? अच्छा ठिकै छ ठिकै है हजुर। अँ हुनु त परेको छु। जय बोलो लग जाएगा मंदिर में सजे बिहारी मनमोहन तेरी छवियत प्यारी बंसी बजैया रास रचैया तारनहार मेरे तुम ही के भैया तुमसे बड़ा श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव चोर कहावे भवसागर से सबकी नैया तू ही पार लगा पीछे का सहारा तू बांसुरी वाला मथुरा के बसरा ओ नाथ लाला तेरी भक्ति में नाचे सबका गाया श्री कृष्ण गोविंद हरे श्री कृष्ण गोविंद हरे झोली खाली तेरी मेहरबानी ममता से तेरी बढ़ के मैया मेरी तो धरो मेरी माँ के बराबर कोई मेरी माँ के मेरी माँ के बराबर कोई नहीं। रघुपति राजा महाराजा हेलो हेलो रघुपति राघव राजा पतित पावन सीताराम रघुपति राघव राजा पतित पावन सीताराम ईश्वर अल्लाह तेरे नाम सबको सन्मति दे भगवान
सीताराम भगवान रघुपति राम राजा पतित पावन सीताराम 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 जिंदगी यो हाँसेर बिताऊ रिस राग घमण्ड घृणा सबै हटाऊ दुई दिनको जिन्दगी यो हाँसेर बिताऊ रिस राग घमण्ड घृणा सबै हटाऊ हरि बोल हरि बोल हरि हाई हो सो गाइस हामी फाइनली हामी यहाँ यमुनामा हामी आइपुगेको छौँ माताजीलाई विसर्जन गर्नको लागि सबैजना झरिसकेको छौँ फाइनली यहाँनिर हाम्रो सरस्वती माताजीको विसर्जन हुन लागेको छ यहाँ सो गाइस यो तपाईँ हेर्नुहोस् यहाँ चाहिँ हामी आइपुगेको छु यमुनामा हाम्रो माताजीको विसर्जन गर्नु लागि एकदम धेरै मजा आइरहेछ
माटैको सिंगानी माटैको र अब हामी केही छिपछि यहाँबाट चाहिँ हामी एउटा बोट लिएर जान्छौँ। मान्छेलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर सो गाइस हामी फाइनली यो बर्डमा हामी चढिसकेका छौँ र हामी चाहिँ सरस्वती माताजीलाई बिर्सनको लागि अलिकति पर हामी बोट लिएर जानेछौँ। जय जय बन्द गरिदिनु पावन सीताराम ईश्वर अल्लाह तेरो नाम सबको सम्मति दे भगवान। ईश्वर अल्लाह तेरो नाम सबको सम्मति दे भगवान। ल गाउनु अब गाउनु गीत गाउनु अब राजा राम पतित पावन सीताराम 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 सबको सम्मति दे भगवान। सीताराम सबको सम्मति दे भगवान। पति राजा महाराजा राम पतित पावन सीताराम। जय सरस्वती माता की जय। सरस्वती माता की जय। सरस्वती माता की जय। सरस्वती माता की जय जोडले भन्नु जोडले जय 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 सरस्वती माई की सरस्वती माई की जय। सारा न झुको भन्दैछ सरस्वती माई की जय। 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 सो गाइस फाइनल हामी चाहिँ यहाँनिर हाम्रो माताजीलाई विसर्जन गर्न